यो चाहिँ हामी बसिरहेको डिब्बा म चाहिँ धन्न माथि थिएँ। यो चाहिँ हात धुने ठाउँ। यो टोयलेटको अवस्था चाहिँ हेर्नुहोस् यस्तो छ। यो हो दुनियाँको सबैभन्दा धेरै जनसङ्ख्या भएको देश जहाँ प्रत्येक दिन चल्छन् 13,500 देखि 15,000 ट्रेनहरू। सुपर लग्जरी महाराजादेखि बुलेटसम्म, फर्स्ट क्लास एसीको आरामदायक बेडदेखि जनरल क्लासको धक्कासम्म हरेक दिन तिनै ट्रेनहरूमा यात्रा गर्छन् 2.5 करोड यात्रीहरूले। नेपालबाट भारत पुग्ने प्राय नेपालीहरूले जनरल डिब्बा नै प्रयोग गर्छन्। 24 देखि 72 घण्टासम्म एउटै ट्रेनको एउटै डिब्बाभित्र खुट्टा राख्ने ठाउँसम्म नपाउँदा कसरी सर्भाइभ गर्छन् होला। यही जान्नको लागि आज म साउथ इन्डियादेखि नागाल्यान्डसम्म करिब 80 घण्टा लामो यात्रा तय गर्दैछु। आउनुहोस् भिडियो सुरु गरौँ। साथीहरू नमस्कार, म हुँ ललित। यति बेला भने म साउथ इन्डियाको तिरुवनन्तपुरम भन्ने ठाउँमा छु। यहाँदेखि करिब 4 दिन ट्रेनको यात्रामा, त्यो पनि जनरलमा म जाँदैछु वेस्ट बङ्गालको नागाल्यान्ड डिमापुर भन्ने ठाउँमा। यो चाहिँ केरलाको तिरुवनन्तपुरम रेलवे स्टेसन हो। म चाहिँ रेलवे स्टेसन भित्र टिकट काट्नलाई पसेको। यहाँ चाहिँ एकदमै भिडभाड रहेछ। टिकट कसरी ल्याउने एकदमै गाह्रो छ। जे होस् टिकटको लाइनमा बसे बेला यो बाजेको नाटक हेरेर चाहिँ एकदम टाइम पास भयो, एकदमै मजा आयो। मैले 4 दिनसम्म यात्रा गर्ने ट्रेन चाहिँ त्यही नै हो। हेर्नुहोस् त मान्छेहरूको भिड चाहिँ यति छ कि त्यहाँबाट भित्र छिरेर एउटा सिट पाएँ भने चाहिँ म चाहिँ स्वर्गै जानु बराबर हुन्छ है। साथीहरू यो ट्रेनभित्रको माहौल देखेर तपाईँहरूले पनि अक्कल गरिसक्नु होला म कस्तो ठाउँमा छु होला, म कस्तो अवस्थामा छु होला। अहिले चाहिँ रातिको 3 बज्यो। यहाँ बस्नको लागि चाहिँ मारामार गरेको थिएँ, त्यही भएर म बिउजेको। अझै पनि झगडा गर्दैछौँ। बच्चा मर जा रहा है, अब क्या जेंट्स नहीं है? क्या बात किया अभी? क्या बात कर रहे हैं? तुम चिल्ला रहे हैं, इसका मुंह ज्यादा चल रहा है ना उस टाइम पे। गुड मर्निङ साथीहरू, आज नेक्स्ट डे। हालत यस्तो छ। कालले छोड्ला बरु, तर यो तेस्रो लिङ्गीहरूले पैसा नदिँदासम्म छोड्दा रहन्छन् के अरे। फेरि स्लिपर एसीमा हुन्थ्यो भने यो एकजना बस्ने बेड हो। ल हेर्नुहोस् त कतिजना मान्छे बसेको छ एउटा बेडमा, तर पनि खुसी छन् केटाहरू, पन्जा लगाउँदैछन्। खाना बेच्ने मान्छे त आक्कै छन् नि, तर के गर्ने, खाएर फाल्न जाने ठाउँै छैन। त्यही भएर 3 दिनदेखि यसो चनाका गेडा चिया खाँदै बसिया छ। आज चाहिँ तेस्रो दिन। यो भाइले चाहिँ सफा गरेर पैसा माग्दो रहेछ। हेर्नुहोस् त कति फोहोर रहेछ। हामी कस्तो ठाउँमा बसिरहेको रहेछौँ। साथीहरू आज मेरो लास्ट डे। अब 2 घण्टापछि मेरो यात्रा समाप्त हुँदैछ। आउनुहोस् म तपाईँहरूलाई यहाँको टोयलेट र यहाँ हामी बसेको ठाउँको अवस्था देखाइदिन्छु। यदि तपाईँहरू खाना खाँदै हुनुहुन्छ भने यो भिडियोलाई चाहिँ यही स्टप गर्नु होला। यो चाहिँ हामी बसिरहेको डिब्बा। म चाहिँ धन्न माथि थिएँ। यो चाहिँ हात धुने ठाउँ। यो टोयलेटको अवस्था चाहिँ हेर्नुहोस् यस्तो छ।